what's up everyone? So हामी चाहिँ माउन्ट फुजी हेर्नलाई निस्क्यौँ। खास चाहिँ 10 बजे निस्किनु पर्ने हो, तर अफ कोर्स नेपाली टाइम, सो हामी 2 घण्टा ढिलो भइसकेको थियौँ। सो 2 घण्टा त ढिलो भइसक्यो, अब 1 घण्टा अझै प्लस गरिदिउँ भनेर हामी फिट चेक गर्न लागेको थियौँ। झन्नै पछाडिको गाडीले उडाइदिएको, त्यही भएर हाँस्दै थियौँ हामी। रेन्ट गरेर जाने लागेको थियो नि त, अनि त्यही भएर त्यसको प्रोसेसहरू हेर्दै कुरा गर्दै कारको कन्डिसन यताउति सबै राम्रो छ भनेर हामीलाई देखाएपछि बल्ल हामीलाई दिने रहेछ। फर्स्ट टाइम भोइस ओभर गरेको नि त, यस्तो गाह्रो हुन्छ भनेर मैले सोचेकै थिएन। त्यही भएर केही बिर्सेको जस्तो मलाई लागिरहेछ। साथीहरूको इन्ट्रो, ओके लेट मी इन्ट्रोड्युस देम। एन्ड शी इज and she's and lastly she's माउन्ट फुजीको नजिक पुग्दा पुग्दै थियो, सो हाम्रो एक्साइटमेन्ट पनि झन् बढ्दै थियो। अनि लङ ड्राइभको लागि कतै जाने, अनि त्यसपछि नेपालीले गीत नसुन्नु त कुरै भएन। व्हाट वाज द्याट? ओ माई गॉड, लाउड भोल्युममा भिटेन्डरको गीत सुन्नुको त मजा छुट्यो। सो फाइनली द वेट इज ओभर। अनि हामी चाहिँ 2-3वटा डेस्टिनेसनमा एउटा डेस्टिनेसन चाहिँ बल्ल पुग्यो। हेर्नुहोस् न भ्यू, ओ माई गॉड। सो भिडियोको लागि चरालाई खुवाएको जस्तो गरम भनेको त डर लागेर उल्टै सातो बुत्ला नै उड्यो हो। त्यसपछि 10-15 मिनटको दूरीमा हामी अर्को डेस्टिनेसनतिर। अब यति राम्रो भ्यू थियो कि एउटा टिकटक त बनता है भनेर टिकटक बनाउनतिर लाग्यौँ हामी। अनि म मात्रै हो कि तपाईँहरूलाई पनि त्यस्तै हुन्छ? यस्तो भ्यू देख्यो भने खिल्चिन मन लाग्ने, स्नोम्यान देख्यो भने टाउको उडाउन मन लाग्ने। यता चाहिँ यसो सफा हिउ देखेपछि यसो लभ सेप बनाऊँ भनेर, यो चाहिँ मेरो रिजल्ट। अनि यो साथी चाहिँ मैले लभ सेप बनाउन आएन भन्दै मलाई सिकाउँदै थियो, अनि उसको चाहिँ यस्तो थियो, पटेटो जस्तो। यता चाहिँ म माइलाई अब हाँसेको एक्टिङ गरौँ भिडियोको लागि भन्दै थिएँ। त्यत्तिकै माउन्ट फुजीको अगाडि दामी भ्यूमा दामी पोज आइराखेको थियो, त्यही भएर तिनीहरू पनि मैले हालिदिएको। अनि आफ्टर अल द जम्पिङ अनि फोटोसुट भोक लाग्दै आयो, सो हामी केही खानातिर लाग्यो। यो चाहिँ हाम्रो 3rd डेस्टिनेसन थियो। तर यता चाहिँ मान्छेहरू एकदमै धेरै थियो। खास त त्यो स्टलहरू बाहेकहरू केही पनि थिएन। अनि खाना मन लाग्ने भनेको यही एउटा मकै रहेछ, त्यही पनि लास्टमा त गुलियो नगुलियो भएर
मेरो मुडै बिगा। यतापट्टि एकजना मान्छेले खाँदै गर्दा मकैमा के हालेर खाइराखेको देखेको थियो क्या, त्यही भएर मात्रै खान खोजेको थियो। छिटो गुलियो नगुलियो रहेछ। सो हामी नजिकैको इन्डोर रेस्टुरेन्टमा गयौँ। अनि यता चाहिँ म हाम्रो माई साथीलाई यस्तो जिस्काउँदै थिएँ क्या, ककटेल खाने हो भनेर। अनि उसले चाहिँ गाडी चलाउने मान्छे भयो भने त खान्छु भन्दै थिएँ। अनि मैले नि लाइसेन्स नभएको मात्रै हो, नत्र त पानी डाँडा काँडा जहाँ पनि चलाइदिन्थेँ भनेर भन्दै थिएँ। अनि यतापट्टि अर्को साथी चाहिँ मैले चलाएँ भने नचढ्ने हो त्यो गाडीमा त अरे क्या। अनि त्यही भएर हाँस्दै खानासाना खाएर पेट टन्न भएपछि हामी फर्किनतिर लाग्यो। बाहिर निस्किँदा त अनि अझै उज्यालो रहेछ, त्यही भएर फेरि हल्का फुल्का फोटोसोटो खिच्नतिर हामी लाग्यौँ। अनि यता चाहिँ जहिले म भिडियो या त फोटो खिचिरहेको बेलामा डिस्टर्ब गर्न आउँछ नि त, सो म पनि डिस्टर्ब गर्न आएको थियो त्यत्तिकैमा। तर मैले पनि छोडेन, लखटी अलिकति भए पनि तानेर आयो। अनि घर जानुभन्दा अगाडि अझै टाइम थियो हामीसँग, त्यही भएर कराओके पनि गइदिउँ न त भनेर गयो। कराओके गएपछि त टाइम बितेको पनि थाहै हुँदैन, त्यही भएर अर्को 3-4 घन्टा त हामी बस्यौँ। यता चाहिँ स्नोम्यानको टाउको उडाइरहेको सानो क्लिप। ओभरअल चाहिँ खतरा रमाइलो भयो, त्यही भएर म चाहिँ सबैजनालाई एकचोटि जानै पर्ने ठाउँ भनेर भन्छु। इट वाज फन। थ्याङ्क्स फर वाचिङ माई भिडियो। थ्याङ्क यू।